बिरामी हुनुहुन्छ अनि त्यसपछि हामीले के गरेका छौँ मेडिसिन त आयुर्वेदिकको साइड इफेक्ट केही छैन र हामी परहेज खाने र नखाने अब अङ्ग्रेजीमा पनि के छ भने अस्थमाको एक दुई किसिमको औषधि दिन्छ जिन्दगीभर खाइराख्नु तर हामी कहाँ 3 महिनाको डोजले परिपक्व हुन्छ तर के छ भने परहेज अब दही केला अमिलो चिज खानु भएन उहाँले अब कदम कदापि अलिकता भन्नुहुन्छ कि अलिकता सर खानपीमा मलाई मिस्टेक भयो तर म तपाईँको जुन औषधि छ त्यसले म सन्तुष्ट छु मलाई ठिक भयो प्योर भयो तर 4 महिनापछि फेरि बल्झ्यो तर मैले दही केला अचार जस्तो चिज छ फ्रिजको पानी खाएर फेरि बल्झियो जस्तो मलाई शङ्का छ अब म फेरि त्यसलाई आयुर्वेदिक साइड इफेक्ट केही हुँदैन त्यो किसिमको औषधि दिएर उहाँ जे होस् हामीसँग सन्तुष्ट हुनुहुन्छ र यसको साइड इफेक्ट केही छैन र उहाँको अब धेरै क्रोनिक अवस्थामा थियो ठिक भयो अनि फेरि अलिअलि सुरुवात अब मौसम चेन्ज हुँदाखेरि अलिअलि हुन्छ तर परहेज नगरेको कारणले उहाँलाई अलिकता सास लिन अलि फेरि पहिला जस्तै लक्षण देखा पर्यो अनि उहाँ मसँग भेट गर्न आउनुभयो क्लिनिकमा अब म उहाँलाई फेरि नाडी परीक्षण प्रेसर हेरेर उहाँको एलर्जी र दम सास लिने समस्याले हामी निदान गर्छौँ 100% निदान हुन्छ तर हामी फेरि 3 महिना दबाई खानु पर्यो परहेज गर्नु पर्यो त्यसपछि हामी योगा सिस्टमबाट औषधि छुटेपछि योगा सिकाउँछौँ एउटा दुईटा त्यो योगा जिन्दगीभर गरोस् केही दबाई लिनै पर्दैन मलाई अस्थमा थियो 6 महिना पहिला आएको थिएँ 3 महिना कि कति दबाई खाएँ ठिक भयो अनि त्यसपछि फेरि 3-4 महिना पछि फेरि बिस्तारै सुरु भइहाल्यो अनि अहिले धेरै गाह्रो भइरहेछ अब फेरि औषधि लिने अब ठिक हुन्छ कि सुधार भयो फेरि भइहाल्यो आप